हाई एभ्रिवान, जय मसी हजुरहरू सबैजनालाई अनि स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। हजुरहरू कस्तो हुनुहुन्छ होला? आई होप एकदम सन्चै सुविस्तै हुनुहुन्छ होला। म पनि आजको दिनमा चाहिँ एकदम सन्चै छु। अनि आजको मेरो डेको काम चाहिँ यो प्लान्टहरूबाट सुरु हुन्छ। किन भन्दा चाहिँ मैले किनेको प्लान्टहरू चाहिँ कतिवटा मरेको रहेछ। मैले धेरै दिन भएको थियो मैले याद नगरेको चाहिँ, अन्त आज चाहिँ मैले मौका पारेर बहिनीलाई बोलाएर बहिनीसँग काम गर्नु लागेँ। प्लान्टको काम गर्दा चाहिँ यति बेसी मेरो चाहिँ कम्मर दुख्छ र मलाई चाहिँ अल्छी लाग्छ गर्नु। के गर्नु, रोपेपछि केयर पनि गर्नै पर्यो। अनि झारहरू पनि पुरा पलाएको रहेछ। यो प्लान्टहरू पनि कति मरेको रहेछ। यसलाई चाहिँ अर्को गमलामा सार्नेछु। लो गाइस, अब हामी सुरु गर्नेछौँ है झारहरू खेल्नुको लागि यो प्लान्टमा। मेरो फुल चाहिँ सबै मरेछ हौ साथीहरू, हेर्नुहोस् न। किनेर ल्याएको फुल चाहिँ नि यो पनि मरेछ। यसलाई पनि म अर्कोमा सार्छु। सार्नु चाहिँ मैले अर्कोमा पनि सारेको छु। यो प्लान्ट पनि मैले अस्ति किनेर ल्याएको। यसलाई चाहिँ यही गमलामा म सार्नुपर्ने छ। अमिलो झार भक्कु आएछ नि।